हेलो नमस्ते। नमस्ते सबैजनालाई। अनि हजुरको नाम के हो रे? मेरो नाम आरोग्य गौतम। अनि घर कहाँ? घर मेरो कुपन्डोल। ए हो। कति वर्षको भयो? म अहिले 11 वर्षको। मङ्सिरमा 12 लाग्छु। अनि कतिमा पढ्ने? म 6 मा पढ्ने। स्कुलको नाम के? मेरो स्कुलको नाम नाइन्टिगल इन्टरनेसनल सेकेन्डरी स्कुल। कहाँ छ नि? यो पनि माई होम कुपन्डोल ललितपुरमा। अनि घरबाट स्कुल कति टाढा छ? घरबाट स्कुल 10 मिनट। ओके। अनि कतिवटा सब्जेक्ट हुन्छ रे? 8 वटा हुन्छ। के हुन्छ थाहा छ? एउटा नेपाली हुन्छ, अनि एउटा कम्प्युटर हुन्छ, अनि एउटा इसी हुन्छ। इसीमा जस्तै कराते, अनि फुटबल, क्रिकेट, ब्याडमिन्टन त्यस्तै हुन्छ। अनि इङ्ग्लिस 1 हुन्छ। अनि हाम्रो हुन्छ के भन्छ सामाजिक हुन्छ, अनि म्याथ हुन्छ, अनि इङ्ग्लिस 2 हुन्छ, अनि साइन्स हुन्छ। इङ्ग्लिस 1 र 2 चाहिँ के हो त? इङ्ग्लिस 1 भनेको के हो? इङ्ग्लिस 1 भनेको हाम्रो सोसल इन्भाइरोमेन्ट, जस्तै लाइक ग्रामर होइन। इङ्ग्लिस 2 भने चाहिँ ग्रामर हो क्या साथी हो। अनि अहिलेसम्म पढेर चाहिँ के सिक्यो जस्तो लाग्छ? मैले धेरै कुरा सिकिसकेँ। के सिकेँ? मलाई चाहिँ अलि सानोदेखि भनिदिनु पर्यो, पढाइ कस्तो थियो सानोदेखि? राम्रै थियो? राम्रै थियो। मैले यो अमर शिशु भन्ने पहिला मेरो स्कुल थियो। मैले यो स्कुल चाहिँ एलकेजी पिजी हुँदा सुरु गरेको। पिजीमा मलाई केही आउँदैन थियो, एउटा लेटर पनि आउँदैन थियो। अनि मैले एउटा लेटर सिक्दै गएँ। अनि एलकेजी युकेजी क्लास 1 मा अलिकति इङ्ग्लिस नेपाली दुइटै फ्रिक्वेन्टली सिक्न थालेँ। अनि मैले धेरै मेहनत गर्दै म क्लास 5-6 सम्म आइसकेँ। 5 मा मैले 2, 3, 4, 5 मा चाहिँ मैले धेरै मेहनत गरेँ। अनि मैले 25% स्कलरसिप पाएँ। 6 मा पनि अहिले म मेहनत गर्दैछु धेरै। म अहिले कोसिस गर्छु यो सामाजिक समस्यालाई हटाउन। के जस्तो सामाजिक भन्नुभयो नि, सामाजिक के त्यो समस्या चाहिँ के हो? सामाजिक समस्या भने अब मैले देखिरहेको हुन्छु कि कोही मान्छेले खैनी खान्छन्, कोही मान्छेले चुरोट खान्छन्, कोही मान्छेले रक्सी खान्छन्। त्यो चाहिँ गलत कुरा हो क्या। अनि यी कुराहरू चाहिँ अनि कसरी हटाउने त? के सोच के छ त? सोच मेरो एकदम सजिलो हो। सबै मान्छेलाई यो हानिकारक रोक्ने र विकास गर्ने काम गर्छु। ल हटाउनु त हटाउने। अनि के गरेर चाहिँ हटाउने? जस्तो अब चुरोट खानेले त खाइरहेछ होइन, अब त्यो नखाने बनाउनलाई के गर्न पर्छ? नखानेलाई त्यो चुरोट बेच्नै हुँदैन क्या। एउटा कुरा चाहिँ सही हो क्या, त्यो चुरोट बेच्नै हुँदैन। ओके। अनि अब ठुलो भएर चाहिँ के बन्ने इच्छा राख्नु भएको छ? म ठुलो भएपछि एउटा असल मानिस बन्ने इच्छा छ मलाई। असल त भन्नुभयो होइन, असलमा चाहिँ के पर्छ नि? असलमा हाम्रो सुरक्षा, सुविधा र सम्मान पर्छ। सम्मान? कसलाई सम्मान गर्ने? हाम्रो ठुलोलाई सम्मान र सानोलाई माया गर्नुपर्छ। अनि मान्छेहरू के अब पढ्यो, ठुलो भयो, एसएलसी गर्यो होइन, विदेश गइरहेछ नि त, त्यसमा चाहिँ के छ हजुरको भनाइ? अब यो विदेश चाहिँ जानु नै पर्दैन। यो नेपालमै बसेर कम्युनिटी बनाउँछु म। एउटा ठुलो होटेल, एउटा ठुलो वर्क गर्ने काम, खतरा कम्युनिटी बिल्डिङमा। नेपालमै छ क्या यो चिजहरू, जस्तै कुकिङ, भान्सा मेकिङ, त्यस्तै चिजहरू नेपालमै छ।